हेलो नमस्ते हो विकास सर फाइन तपाईहरु सबैजना सधैँ सुविस्ता नै हुन्छ होला। सो आज चाहिँ के हो भन्दाखेरि हाउस डेडिकेसन सेवाकाई मेरो माइला दाजुको हुँदैछ है। अनि जानुपर्ने चाहिँ हामी नाम्ची बुङटार हो। अनि सो सम्पूर्ण हाम्रो है मण्डली अनि मेरो वाइफ मेरो नानी सबैजना चाहिँ गाडीमा आउनु हुँदैछ। अनि ठुलो दाजु चाहिँ अघि नै पुग्नुपर्छ साथीहरु। सो म चाहिँ यहाँ नाम्ची पुग्न आँटेको छु। यहाँ चाहिँ कहाँनिर छु भन्दाखेरि चाहिँ यो भ्यू पोइन्टमा छु यतापट्टि है लामटाङ जाने बाटो। अनि हजुरले देख्न सक्नुहुन्छ नाम्ची भ्यू साथीहरु। सो म पुग्न आँटेको छु है। आफ्टर पुगेर तपाईँलाई भेट्नेछु। सानो अपडेटहरू तपाईँलाई दिँदै गरेको थिएँ भने सो अहिले भने चाहिँ म नाम्ची पुग्न आँटेको छु साथीहरु। सो त्यही हो साथीहरु, मैले चाहिँ स्कुटी यहाँ राखिरहेको छु हो। अब स्कुटीमा चढेर जानुपर्ने हुन्छ। अनि मेरो वाइफहरू मेरो मण्डली मेरो फ्यामिलीहरू चाहिँ आउनु हुँदैछ। सायद भन्ज्याङ क्रस भयो होला, अहिले फोन गर्नुपर्ने हुन्छ हो। म चाहिँ फाइनली बुङटार आइपुगेँ। अनि स्कुटी यहाँ पार्क गरेर राखेको छु हो। अब जानुपर्ने चाहिँ तलनिर हो। अनि यसो त्यही हो गर्नु होला। अनि आजको भिडियो चाहिँ राम्रो नै हुनेछ। हजुरहरूलाई भन्नुपर्दाखेरि अलिकति लामो हुन्छ होला है, अन्तिमसम्म नै हेर्नु होला है साथी। अब चाहिँ म तल झर्दैछु। यहाँनिर अलिकति झर्नुपर्ने हुन्छ रोडदेखिको चाहिँ जानुपर्ने चाहिँ यहाँ परनिर हो। सो त्यो पुग्न आँटेको छु साथी। अलिकति ठुलो भइरहेको छ किनभने अलिकति लङ जर्नी भएर आएको नै साथीहरू जानुपर्ने छ साथीहरू। यो घर हो दिस वान। सो सबै कुरा तपाईँलाई त्यहाँ पुगेर नै भेट्दैछ है। सो साथीहरू फाइनली म दादाहरूको आइसकेको छु है। अनि हजुर देख्न सक्नुहुन्छ आमा पनि यहाँ हुनुहुन्छ। जय आमा। धेरै साथीहरू फाइनली भेटेँ मैले आमालाई आफ्टर 1 विक लगभग 12 दिन 13 दिन जस्तो भएको चाहिँ आमालाई भेट्न पाएँ, खुसी लाग्यो है। अनि दाजुको घरमा आइरहेको छु। आज मेन आउनुको उद्देश्य चाहिँ साथीहरू के छ भन्दाखेरि चाहिँ हाउस डेडिकेसन सेवा है। भन्नुको मतलब चाहिँ नयाँ घरलाई चाहिँ हामीलाई सुम्पिने छौँ अनि साथै हाम्रो मण्डली यहाँको मण्डली अनि सम्पूर्ण मेरो फ्यामिली दिदी भेनाहरू सबैजना आउनु भएको छ। वी गाइस इन्जोइङ। अनि त्यही हो साथीहरू, हेर्दै गर्नु होला है। साथीभाइ म चाहिँ यहाँ कान्छा भेनालाई भेटिसकेको छु। यहाँ हुनुहुन्छ भेना चाहिँ हो। धेरै साथीहरू फाइनली आफ्टर लङ टाइम बादमा चाहिँ कान्छा भेनासँग भेटघाट। आज सबैजना आउनु हुँदैछ। सबैजना तपाईँलाई देखाउनुहोस् है। ल साथीभाइ अहिले भने चाहिँ यहाँ चाहिँ हाम्रो एलबी भेनाको चाहिँ मम्मी आपा है आउनु हुँदैछ। दादासँग हात डोराउँदै आउनु हुँदैछ है। बिचरा आज उहाँको एज 88 र 87 भए तापनि यसरी है दुःख कष्ट गरेर है पैदल यात्रा अलिकति छोटो रोडदेखिको हिँडेर यसरी दादाको घर आउनुहुँदैछ। दादाले टोराउनु हुँदैछ। यस्तै प्रकारले पछाडि हुनुहुन्छ हाम्रो एलबी भेना। सो आजको भ्लग चाहिँ एकदमै राम्रो हुनेछ। इन्जोय द भ्लग गाइस। घर बनाएको चाहिँ अस्ति नै थियो। अनि त्यसले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ हाउस वार्मिङ सेवाकाई चाहिँ आज हुन गइरहेको छ। सो त्यसले गर्दाखेरि आएको विशेष गरी चाहिँ भन्नुपर्दाखेरि अनि अलिकति सानो लन्चहरू लियो भने आफ्नो डाइट के हुन्छ तपाईँले हेर्दै गर्नु होला साथी। साथीहरू मेरो दादाको घर चाहिँ यस्तो प्रकारको छ। मलाई साथीहरू दिदी भेना पनि आउनुभयो। ठुलो भेना अनि ठुलो दिदी आज धेरै आउनुपर्ने छ। वाइफ अनि मेरो मण्डलीहरू चाहिँ आउनु हुँदैछ। सायद नाम्ची आइपुग्नु भयो होला हो। तपाईँलाई अलिकति अपडेट भन्नुपर्दाखेरि चाहिँ सो त्यही हो सबैजना आउनुपर्ने छ। अनि आफ्नो डाट के हुन्छ सबै कुरा देख्नुहुन्छ है तपाईँलाई। अहिले यहाँ कुरा गर्नुहुँदैछ दिदीहरूले चाहिँ है। तर यहाँ अहिले भर्खर आइपुग्नु भयो। म चाहिँ भर्खरै हिँड्दाखेरि चाहिँ मामरिङ क्रस भयो भन्नुभएको थियो। तर अहिले फाइनली आइसकेको अवस्था है। अनि यहाँ हाम्रो काका पनि हुनुहुन्छ, आदरणीय हाम्रो कान्छा काका। अनि उहाँ चाहिँ भर्खरै मात्रामा है प्रमोसन भएर डिएसपी हुनुभएको छ। अनि उहाँलाई एकदमै बधाई दिँदै अझै उहाँको छुट्टै छ त्यो चाहिँ तपाईँहरूले म देखिँदैछु है। जाँदैछ है दाजु। हाम्रो सानो दाजु पनि आउनुभयो यहाँ डेभिड दाजु। सबैजना आउनु हुँदैछ बिस्तारै बिस्तारै। अहिले भने चाहिँ हाम्रो मण्डलीको सबैजना आइसक्नु भयो है। सँगै हिँडेको अलिकति छुट्टियो भन्ज्याङमा बस्नु भएको छ उहाँहरू हो। हेलो गाइस च्यानल। अहिले म यहाँ अमुल दादाको घरमा आएको छु, नानी घरमा। अन्त चाहिँ म यहाँ
आइपुगेर मामा यो हो नि त अन्त Hello guys. Hello guys. Yes, hi guys. What the फेरि नहोला न भनेको भन्ज्याङमा आइपुगेको छु भन्दै थियो हजुर त्यसरी भन्दैमा छिटो आइपुग्यो कि अब हजुर गिफ्ट किनेर ल्याएको छु त्यहाँबाट ढिलो भयो अझैसँग भेटेँ म देखाइदिएन अनि के गर्ने अझैलाई यहाँ पुलापातमा गरिदिनुहोस् खुट्टाहरू हुँदैछ पाट्न गरिदिनुहोस् सबै यहाँ छ मण्डली यहाँ अरुल दादा यहाँ छ बाई बाई साथीभाइ म यहाँ चाहिँ किचनमा आएको छु हो यहाँ चाहिँ पर्कको यहाँ चाहिँ अब सेपटप गरिँदैछ साथीहरू यस्तो प्रकारले यहाँ फ्राई हुँदैछ हो सबैजना हुन्छ यहाँ दादाहरू जस धन्यवाद है तपाईँलाई एकदमै खटिरहनु भएको छ उहाँहरू चाहिँ अब यो चाहिँ के बनिँदैछ दाजु यो चिज बलको ब्याटर बनाएको चिज बलको जस राम्रो हुनेछ यहाँ चाहिँ सबैजना कटिङहरू हुँदैछ हो कोही उतापट्टि काट्ने यतापट्टि गर्ने रहेछ यहाँ चाहिँ यतापट्टि यहाँ फेरि भाइ बिजी छ यहाँ स्पेसल के बनिँदैछ त बहिनीहरू सबै यहाँ बिजी हुनुहुन्छ चिज बलहरू दामी 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 र विशेष गरी साथीहरू तपाईँहरूलाई भन्नुपर्दाखेरि चाहिँ अब केही छन् भने आजको है सेवाका स्टार्ट हुन गइरहेको छ र साथीहरू यहाँ भन्नुहुन्छ अहिले मेरो आदरणीय ठुलो दिदी हुनुहुन्छ उहाँ चाहिँ रम्फू रहनु भएको यस्तो प्रकारले मेरो वाइफ मेरो दिदी माल दिदी यहाँ आन्टीहरू हुनुहुन्छ सबैजना भाउजू मौसमको बेबी यस्तो प्रकारले मेरो भान्जी भानिज हो सो हजुरहरूलाई भन्नुपर्दाखेरि चाहिँ दिस वान इट्स चौबिसको दिनमा बुद्धिस्ट र सुझबुझले यो स्थापित हुन्छ ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले अहिले भन्छ साथीभाइ आमालाई पनि माथि लाने हामीले निर्णय गऱ्यौँ किनभने बिना आमा त हामी ओपनिङ गर्न सकिँदैन नि त साथीहरू सो त्यसले गर्दा है मलाई डोर्याउनुहोस् म त कमजोर छु लडखडाउँदछु तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना तपाईलाई नै थाहा छ कि म सक्दिन जिउन तपाईँ बिना यसु
प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा येशू दिनुहोस् तपाईको सामर्थ मलाई म विजयी बनौँ प्रत्येक दिन हजारौं आवाजहरू गुन्जन्दछ यो मस्तिष्कमा तीमध्ये तपाईको